यो चाहिँ यस्तो दामी के जति हेरे पनि पुरा हेरौँ जस्तो लाग्ने कि यस्तो दामी ठाउँ बनाएको छन् यस्तो के सिनारी हो क्या यस्तो दामी के भन्ने हो होटल त्यही हो कि होइन होटलको मेन इन्ट्रान्स त्यही हो अब होटलतिर जाने कुरो भएन अब म तपाईँलाई लिएर जान्छु पुरा समुद्रतिर के पुरा बिचबाट चाहिँ पानी चिरेर चाहिँ लिएर आएको छ त्यहाँ चाहिँ म तपाईँलाई लिएर जाँदै देखाउँछु त्यसपछि अनि म यहाँबाट गइसकेपछि तपाईँलाई एभ्रिडे पनि लिएर जान्छु म एभ्रिडे होइन एभ्रिडे पनि गएर पुरा हेर्नुपर्छ त्यो चाहिँ पुरा एकदम सस्तो मार्केट भन्नु पऱ्यो त्यहाँ जे पनि पाइन्छ कि सबै सामानहरू अनि फेरि पुरा एकदम सस्तो रेटमा के होइन त्यहाँ पनि लिएर जान्छु म अहिले चाहिँ अब यो बस हिल्टन गार्डन इनको चाहिँ नजाराहरू चाहिँ पुरै मजा गर्नुहोस् हेर्नुहोस् यो होटलको मेन इन्ट्रान्स चाहिँ होइन अब अनि त्यसपछि यस्तो दामी छ पुरै कि चकचकाचक के अब 5 स्टार होटल भइसक्यो त हुने चाहिँ भयो होइन त्यस्तै हो अब नेपालतिर नि अब होटलहरू त दामी दामी होटलहरू छन् होइन यहाँ पनि अब यो चाहिँ अब दुबईको रसुलखेमाको 5 स्टार होटल चाहिँ रेडिसन हिल्टन गार्डन इन चाहिँ रेडिसन भन्दा हिल्टन गार्डन इन भन्ने होइन पुरै अब गार्डनहरू यस्तो दामी दामी छ गार्डनहरू बवालै छ क्या होइन अब यो वान अफ द मोस्ट अफ एकदम लग्जरी प्रपर्टी भन्नु पऱ्यो चाहिँ अब मैले लिएर आएको छु तपाईँलाई ब्याक टु फेरि अब के अरे समुद्रमा चिरेर लिएर आएको छु भन्थ्यो नि पानी हो त्यहाँ पनि देखाउँछु है त पुरै पारा कस्तो छ भनेर त्यहाँ पनि म लिएर जाँदैछु ल हेर्नुहोस् होटलको नजारा यस्तो दामी छ होटल पनि होइन पुरै माथि पुरै पऱ्यो बसेछ त पुरा के हो यस्तो यहाँ चाहिँ पऱ्यो चाहिँ लास्टै छ हो भनेको ल हेर्नु यस्तो छ अब म तपाईँ डाइरेक्ट लिएर जान्छु समुद्रबाट के जहाँबाट पानी आएको छ नि त्यहाँ तिमी